राधिका दासको चरित्र हत्या भएको भन्दै राधिका दासीले वेदिका केसी विरुद्ध उजुरी हाल्नुभएको थियो। वेदिका केसी पक्राउ पर्नुभयो, हाजिर जमानमा रिहा भइसकेको अवस्था छ। हिजो मात्रै राधिका दासीले प्रेस वक्तव्य निकाल्नु भएको छ। गृहमन्त्रीलाई भेट्न चाहन्छु भनेर राधिका दासीले भनिरहनु भएको अवस्था छ होइन? किन गृहमन्त्रीले भेट्न दिएका हुन् त राधिका दासीलाई? भेट नदिएका होइनन् होला। अब त्यहाँ प्रक्रिया नपुगेर त्यहाँ सही व्यक्तिद्वारा के भन्छ चाहिँ कि राधिका दासीले किन गृहमन्त्रीलाई भेट्न खोजेको? अब राधिका दासीमाथि चरित्र हत्या भयो। राधिका दासीलाई अब चोरेको, ढाँटेको, अब चाहिँ दिशा पिसाब गरेको, फल्नासँग घोषित अघोषित श्रीमान राखेको यी अनावश्यक कुराहरू आएको र त्यो मुद्दा हाल्नु भएको छ। राधिका दासीले मुद्दा हाल्नु भएको छ। कानुनी प्रक्रियामा छ। त्यो कानुनी प्रक्रियाले उहाँलाई अलिकति गृहमन्त्रीलाई किन भेट्नुपर्ने? अटेर गरेको, अव्यवस्था गरेको, त्यति राम्रोसँग त्यसलाई के भन्छ ध्यानाकर्षण नगरेको गभर्मेन्टको। कतै राधिका दासीले पैसो पावर पहुँच लगाउन खोजेको कि गृहमन्त्री मार्फत भन्ने आरोप लागेको छ। त्यो त सरासर गलत हो भन्ने लाग्छ मेरो ब्रह्मज्ञानबाट। म त ब्रह्मबाट बोल्ने, आत्माबाट बोल्ने मान्छे। म एउटा महासिद्ध लामा अवतारी गुरु शिवराज दाल चाहिँ मेरो अहिलेको जन्म मात्रै चाहिँ यो पापी अपराधी हिन्दूवाद समाजको। तपाईँ के राधिका दासीको फ्यान हो? अब राधिका दासीलाई मैले फोन चाहिँ गरेँ कतिचोटि नम्बरमा फोन गरेँ। अब मैले एउटा म पनि तिम्रो पक्षमा बोलिदिएको छु मिडियामा, यसो पैसा यसो झारुस भन्नुलाई हो होइन। अब मैले त के भन्छ तपाईँलाई पुरै समर्थन पनि के कुरा पनि केही गल्ती पनि छन्, तपाईँका कमी कमजोरी पनि छन्। तपाईँका के भन्छ राधिका दासी के कमजोरी छ? राधिका दासीले हिजो एउटा धर्मको नाम लिएर धरानमा चाहिँ एउटा क्रिस्चियनको के भन्छ उयो चर्च बनाएको खण्डमा एउटा धर्मले अर्को धर्मलाई अपमान गर्ने, हिन्दू नै ठुलो, सनातनै ठुलो, बाहु नै ठुलो, पुरानै मात्रै ठुलो, अरू चाहिँ सबै साना भनेर एक धर्मलाई अर्को अपमान गरेका हुन्। अब के भन्छ त्यो क्रिस्चियनको चर्च बनाएकै आरोपमा धरान 1 मिनटमा हामीले सिधाइदिन्छौँ भनेर त्यो गलत अभिव्यक्ति दिएको कारणले अब प्रभु येशू ख्रीष्ट पनि भगवान बुद्धको चेलाबाट ज्ञान प्राप्त गरेको भनेर मलाई देवी देवताले ध्यान साधनामा महसुस गराउनु भएको हुँदा उहाँ पनि एउटा सिद्ध पुरुष व्यक्ति हो। अब चाहिँ के भन्छ डलर झर्ने पर्ने ठाउँमा अब अहिले त्यही जनकपुरको एउटा उदाहरण दिउँ। हर्क साम्पाङ लखेटिए, गाई खाने मान्छे पास्टर गो आउट भनेर ढुङ्गामुढा गरे हर्कलाई। अब अहिले त्यही ठाउँमा विदेशीले के भन्छ डलर लिएर हनिमुन मनाउन आउँदाखेरि त्यही मन्दिरमा फेरि भित्र चाहिँ मन्दिरमै लगेर ठुलो उच्च सम्मान दिन्छ भनेपछि के भन्छ यो धर्मगुरुहरू पनि राधिका दासी मान्छेहरू पनि के भन्छ डलर पाउने ठाउँमा उ गर्ने ठाउँमा दान लिन जसरी जान्नुहुन्छ तपाईँहरू त्यसै गरी तपाईँहरूले पनि दान दिन जान्नुपर्छ। तपाईँले दान लिएर जति कमाउनु भयो त्यसमा मलाई तपाईँले पैसा खोजे सिधा राधिका जसरी तपाईँले अन्त दान लिनुभयो त्यसै गरी हामी जस्ता सिद्ध गुरुहरूसँग तपाईँले बोलेका पाप अपराधहरू, तपाईँले गरेका कर्म शुद्धिकरण गरेर हामी जस्तो सिद्ध गुरुका शरणमा आएर तपाईँ पनि यज्ञ गर्नुहोस् न, तपाईँ पनि दान धर्म गरेर सिक्नुहोस् न भन्न मैले। राधिका दासी समाज सेवा गर्नु भएको छ, विभिन्न ठाउँमा आश्रम बनाउनु भएको छ। अब आश्रम मात्रै बनाएर कर्म शुद्धिकरण हुँदैन, त्यसमा पनि विधि विधान हुन्छ। एउटा साधना गरेको अवतारी लामाले त भित्रबाट गुह्य ज्ञान भनेको पाली भाषामा आत्मज्ञान ब्रह्मज्ञान हो। भित्री भाषाबाट हेर्दा उहाँले गरेका पाप अपराध पूर्वजुनीमा गरेका, अब पूर्वजुनीको अब अवतारी गुरु पूर्व जन्मका कुरा जान्ने। तपाईँले राधिका दासीलाई फोन गर्नुभयो, वेदिका केसीलाई गर्नुभयो कि होइन? वेदिका केसीको नम्बर पाइन, पाएँ वेदिका केसीलाई म फोन गर्छु। नम्बर दिनुहोस् न, म फोन गरिहाल्छु नि। मतलब त दुवैजना वेदिका केसी राधिका दासी दुवैजना आऊ, म जस्तो महासिद्ध गुरुसँग भयो भने मलाई पोस्ट चाहियो। मेरो विधि विधानले तिमीहरू अगाडि बढ, तिमीहरूलाई म मिलाउन बोलाएको दुईजनालाई सँगै बजाउनु बोलाउने भयो त। तपाईँ मिलाइदिने वेदिका केसी राधिका दासी बजाउनु बोलायो प्रकाश सुवेदीले जस्तो छुट्टै बोलाएर इन्टरभ्यू दिएर छुट्टै आगो बाल्ने काम गरिहाल्छ। मैले त दुईजना सँगै आऊ भनेको छु, अझ गृहमन्त्री पनि सँगै आऊ भनेको छु। कसरी मिलाउँछ वेदिका केसी राधिका? उहाँहरूको पाप शुद्धिकरण गर। तिमीले पनि के भन्छ कालो बाटोबाट कमाएको के भन्छ केही के भन्छ उयो डलर साटेर कमाएको बाटो भने कि कालो बाटो भनेको केही के भन्छ नेगेटिभ शब्दहरू बोलेर धरान 1 मिनटमा सिधाइदिन्छु र के 1 मिनटमा सिधाइदिन्छु भनेर यी यस्ता गलत कुरालाई गलत भन्छु, सही कुरालाई सही भन्छु। राधिका दासी पुरै गलत छैनन् मेरो नजरमा, वेदिका केसी पुरै गलत छैनन्। सही कुरालाई दुवैजनालाई मैले एप्रिसिएट गरेँ, गलत कुरामा दुवैजना कर्म शुद्धिकरण गर। तिमीहरूले जसरी दान लिन जान्दछौ त्यसै गरी दान दिन पनि जान, मसँग आऊ, मेरो शरणमा आएर पूजापाठ गर। तिम्रो र मेरो 3 जन्म अगाडि कुनै न कुनै आमा दिदीबहिनी या गुरु चेली केही नातेदार रिलेसन जस्तो राधिका दासी तिम्रो र मेरो रिलेसन देखियो। अब मैले तिमीलाई टाउको हातमा आशीर्वाद दिँदा तिम्रा केही पापहरू शुद्धिकरण हुन्छन्। म त एउटा अवतारी लामा साक्षात्कार मानव जस्तो स्वरूपमा देवलका अरन्ते डोल्मा तारा माताहरू देवीहरू सुक्मा धर्मपालसँग मानव जस्तो स्वरूपमा दर्शन सिद्धि प्राप्त गरेको महासिद्ध गुरु भएको नाताले पो मैले उसलाई त्यो के भन्छ तन्त्रका कुरा, आध्यात्मका कुरा, धर्मका कुरामा सहयोग गर्ने अर्थले बोलाएको। अब यहाँ वेदिका केसीले हिजो मात्र प्रेस वक्तव्य निकाल्नु भएको छ, गृहमन्त्रीलाई भेट्न पाएन भन्नु भएको छ, निष्पक्ष छानबिन होस् भन्नुभएको छ होइन? विचाराधीन मुद्दा छ, फेरि यो प्रेस रिलिज चाहिँ किन गर्नुभयो राधिका दासीले? त्यो गर्नुको अर्थ छ नि त राधिका दासीमाथि चरित्र हत्या भयो। त्यस अर्थमा राधिका दासीले पैसा लिएका दिएका कुरामा लेनदेनको कारोबारमा राधिका फाउन्डेसनको कुरामा त्यसमा चित्त बुझेन भने कानुनी प्रक्रियामा जाने हो। त्यसलाई के भन्छ अडिट गर्ने हो। अडिटमा त्यहाँ
पैसा के भन्छ तलमाथि छैन, कसैले बेरुजु गरेको छ कि छैन त्यसलाई चेक गर्न सरकारी अडिट लगाउनु पर्यो। त्यसरी प्रक्रियामा जाने मिडियामा गरेर रोइलो गरेर एउटा राधिका दासी फाउन्डेसनमा घोटाला गरेको बहाना बनाएर राधिका दासीले घोषित अघोषित श्रीमान राखेको राधिका दासीको अपमान गर्न चाहेका यी कुरामा राधिका दासीलाई हरासमेन्ट भएर अहिले भोलि राधिका दासी बिस पिएर मर्यो भने, राधिका दासी टेन्सनले हार्ट एट्याक भएर मर्यो भने त्यसको जिम्मेवारी के वेदिका केसीले लिने कि तपाईँहरू मिडियाले लिने? त्यस विषयमा उल्लेख गरेर चाहिँ उजुरी जाहेरी दिँदा के भन्छ हाजिरी जवानीमा के भन्छ 24 घण्टामै पुलिस प्रशासनले वेदिका केसीलाई छोडिदिन्छ भने वेदिका केसी कोही मान्छेबाट परिचालित हो, आरएसएसका दलालबाट परिचालित हो कि हिन्दूबाट हो कि बुद्धबाट हो कि क्रिस्चियनबाट हो कि कोबाट हो, त्यो परिचालित भएको चाहिँ प्रक्रिया त्यसलाई के भन्छ सूक्ष्म अनुसन्धान गर्छ कि हाजिरी जमानीमा छोड्छ? यो कुरामा चाहिँ कानुनले पुलिस प्रशासनले व्यवस्था गर्यो भनेर यो कुराको के भन्छ विशेष निवेदन हाल्नको लागि राधिका दासीले गृहमन्त्री सुदन गुरुङलाई भेट्न चाहनु भएको हो। त्यो मलाई अन्याय भयो, मेरो कुरा तपाईको गृहमन्त्रीको कार्यकालको सरकारले व्यवस्था गर्यो भनेर उनले अनुरोध गर्नको लागि भेट्न चाहेको। अब त्यो भेट्न पहुँचको लागि अनुरोधको लागि अब चाहिँ के भन्छ पहुँचको लागि वेदिकाले पनि भेट्न खोज्दिन् गृहमन्त्रीले। त्यो त दुवैजनाले भेटेर वार्ता गर्न के भन्छ सक्नु पर्यो। गृहमन्त्रीले पनि पुलिस प्रशासनले पनि गर्नु पर्यो। पुलिस प्रशासनले एकतर्फी निर्णय गर्न हाजिर जवानीमा कसैले अर्डर दिएको भरमा कुनै दलालले कुनै झन्डाले पैसा पेलेर वेदिका केसीलाई छोड खबरदार भनेको भरमा छोड्ने होइन नि त। त्यो त धम्की त अहिले वेदिका केसीलाई पनि आइरहेको छ, ज्यानमा धम्की आइरहेछ। त्यसो त के भन्छ वेदिका केसीलाई के भन्छ ज्यानमा धम्की आए कुनै फटाले गरेर वेदिका केसीले छुट्टै कानुनी प्रक्रियामा जान सक्छिन् नि त। त्यसको लागि चाहिँ किन पुलिस प्रशासनले सूक्ष्म अनुसन्धान गरेन? किन के भन्छ राधिका दासीलाई समाते जस्तो गरो, के भन्छ त कुटे जस्तो गर, म रोए जस्तो गर्छु भनेर म माथि व्यवस्था भयो? सरकारले वेदिका केसीको बचाउ गरेर हो त? वेदिका केसीको बचाउ गरेको, वेदिका केसीलाई बचाउ गर्नको लागि वेदिका केसीका कुनै दलालहरूले कुनै गिरोहले सरकारलाई, सरकारका उच्च अधिकारीहरूलाई, पुलिस प्रशासनलाई केही पैसामा किनबेच पनि गरेको हो कि जस्तो खालको एउटा तरङ्ग देखियो, एउटा त्यो शङ्का उपशङ्का देखियो भनेर त्यसको लागि चाहिँ गृहमन्त्री सुदन गुरुङलाई भेटेर उहाँले अनुरोध गर्न चाहनु भएको। तर त्यो भेट्ने प्रक्रिया मिलाउनको लागि अलिकति ढिलासुस्ती भएको र गृहमन्त्री सुदन गुरुङलाई चाहिँ छिटो राधिका दासीलाई उनलाई दुवैजनालाई भेटेर चाहिँ तपाईँले के भन्छ निर्णय निकालिदिनुहोस् र तपाईँहरूको सरकारी अडिट लगाएर त्यसको रिसर्च गर्नुहोस् र तपाईँका लिभिङ रिलेसन बसेका कुरा, बिहा गरेका कुरा, बच्चा जन्माएका कुरा के राधिका दासीलाई चाहिँ इमोसनै नआउने, राधिका दासीले बिहे गर्न नपाउने, चाहिँ नारायण पोखरेलले 5वटा 7वटा स्वास्नी राख्न मिल्ने, राधिका दासीले चाहिँ के भन्छ साथी के भन्छ एउटा एकजना दुईजना कोही गोप्य रूपमा कोही एउटा मित्र लिएर हिँड्नै नहुने, उहाँले केटासँग के भन्छ रिलेसनमा बस्नै नहुने भन्ने त होइन होला। त्यो त प्राकृतिक कुरा हो। तर त्यो केटासँग रिलेसन बसेका कुरा, हिँडेका कुरा, घोषित अघोषित यस्ता कुरा मिडियामा ल्याउनु भनेको चाहिँ मूर्खता हो, गलत हो भन्न चाहन्छु म। त्यसको खेद के भन्छ खेद प्रकट गर्न चाहन्छु म चाहिँ। वेदिका केसी पनि बोयफ्रेन्ड छ भन्ने हल्ला सुनिन्छ। बोयफ्रेन्ड नभएको गर्लफ्रेन्ड नभएको को होला अहिले? के भन्छ नारीलाई पुरुषको सहारा चाहिन्छ, पुरुषलाई नारीको सहारा चाहिन्छ। एउटै लिङ्गमा त रिलेसन त हुँदैन होला। अब हुन्छ भने मित्रको रिलेसन होला। तर वेदिका केसीले पनि बनाउन पायो, राधिका दासीले पनि बनाउन पायो। तर यस्ता कुरा मिडियामा ल्याएर बदनाम गर्नु भनेको त ठुलो पाप अपराध हो नि त वेदिका केसीलाई। त्यो कुरा त वेदिका केसीले सोच्नु पर्ने हो नि त। ऊ पनि एउटा चाहिँ के भन्छ अब फिल्म लाइनमा खेल्छु भन्दै जे भयो नि बिए के भन्छ अन्तिम फाइनल गर्दै गरे केटी होला। केटाकेटी बालक जस्तो कुरा गरेर त भएन नि त। त्यसमा वेदिका केसीले प्रमाण छ भन्ने भएको छ। प्रमाण लिएर जानु पर्यो नि त कानुनी प्रक्रियामा। त्यही भएर त्यो प्रमाण छ, उसले चोरेको लुटेको खाएको प्रमाण लिएर कानुनी प्रक्रियामा गएर कानुनले निर्णय गरिहाल्छ त त्यहाँ सरकारी अडिट राखेर। त्यही बहाना बनाएर चाहिँ केटाकेटी बालक जस्तो फल्लासँग सुतेको हिँडेको अँगालो मारेको भनेर यसरी के भन्छ मिडियामा आएर राधिका दासीको एकतर्फी बदनाम गराउनु उचाल्नु त वेदिका केसीको कमजोरी भयो नि त। राधिका दासीको चरित्र हत्या गर्ने काम भयो त भएकै हो, मैले त्यही देख्छ मेरो ज्ञानले। त्यस कारणले म त राधिका दासी चाहिँ गृहमन्त्री सुदन गुरुङ अनि त्यस पछाडि वेदिका केसी सबैजना के भन्छ मसँग आएर के गरेर पूर्वजुनीको पापहरू काट, केही ज्ञान जाने छैन मसँग ज्ञान सिक। म पनि एउटा चाचा रौतरी लेभलको लामा हो, पूर्वजुनीको कुराहरू थाहा पाएको जन्मेको हुर्केको हुन् त। अब तैँले केटाकेटीमा बाल्यकालमा कुरा गरिस्, अहिले ठुलो कुरा गर्छस् औतारी लामा उम्रेर। औतारी लामा दुई खालको हुन्छन्, एउटा टुलको औतारी भन्ने जन्मिने बित्तिकै बोली फुट्ने बित्तिकै पूर्वजुनीको बाउ लोकेसन सबै कुरा चिन्ने, नातेदार चिन्ने, व्यवहार चिन्ने। तर ज्ञान चाहिँ जिरोदेखि नै अभ्यास गर्नुपर्छ। तन्त्र मन्त्र पैसा चिन्नुहुन्छ अरे क्या? म सिद्धि प्राप्त औतारी पऱ्यो, मैले पछि ध्यान साधना गरेर कता पैसा आउँछ तपस्या गरेर। त्यो त बिना पैसा अहिले जाउन कसले काम गर्छ? राधिका दासबाट पैसा आउँछ भनेर लागि पर्नु भएको छ। अब म तपाईँबाट लिन्छु नि पैसा त पूजापाठ गर्दै भन्नुहुन्छ भने राधिका दासमा त किन हो र? मिडियामा आएर प्रशंसा गर्ने राधिका दास चाहिँ होइन
सही मान्छे हो भन्ने होइन म सिद्धि प्राप्त अवतारी हुँ। टुलको अवतारी भनेको जन्मजातै बोली फुट्ने बित्तिकै पूर्वजनीको कुरा थाहा पाउनेलाई टुलको अवतारी भनिन्छ। तर पूर्वजनीको ज्ञान चाहिँ केही पनि आउँदैन, जिरो लेभलबाटै अभ्यास गर्नुपर्छ। हिमालमा नदीमा जङ्गलमा तपस्या गरेर पढाइबाट म चाहिँ पछि महासिद्ध गुरुहरूसँग देवी देवताको दर्शन पाएको सिद्ध गुरुहरूसँग बसेर तपस्या गरेर मैले पूर्वजनीको कुरा थाहा पाएको सिद्धि प्राप्त अवतारी लामामा पर्छु म। मेरो अहिलेको जन्म चाहिँ शिवराज दाल जातमा अवतारी आएको। अब तपाईँले वेदिका केसी भन्दा राधिका दासी मन पर्यो? अब राधिका दासीले पनि चाहिँ वेदिका केसी पनि मनपर्छ। दुवैजनाले मलाई गुरु मान्छु भने पनि म दुइटैलाई दीक्षा दिन्छु। तपाईँलाई गुरु मान्नै पर्ने? अब गुरु माने या पूजापाठ गर्दै भने गुरु नै मान्छु। झार्यो भने पैसा झारे भने दक्षिणा खाइदिन्छु, राम्रोसँगले पूजा गरेर आशीर्वाद दिएर पठाइदिन्छु। भोकै किन काम गर्नु मैले पनि? अहिले उता गरेर चिया खाँदा त पैसा दिनुपर्छ। गुरु भने त निस्वार्थ सेवा गर्ने, समाज सेवा गर्ने भन्छन्। समाज सेवा गर्ने गुरु चाहिँ सबै चिज छोडेर हिँडेको। त्यो त ढुङ्गाको मूर्तिलाई पो गरेर मान्नु पर्छ। गुरुले चाहिँ भातै खान नपाउने, के भन्छ पानी नखाइकन गुरुको शरीर चाहिँ ढुङ्गाको मूर्ति भित्त उवाल त होइन होला। कथा वाचन भन्ने, कुट्युम लगाउने, करोडौँ कमाउने, करोडौँ गाडीमा चढ्ने। अब यहाँ तपाईँले क्यामेरा लिएर अब हामी जस्ता सिद्ध पुरुषहरूको प्रचार प्रसार गरिदिउँ। अब के भन्छ गुरुबाट चाहिँ केही लाभ लिउन्, कोही गुरुको जरुरत पर्ने मान्छेहरूलाई चाहिँ गुरुलाई चिन्न सकुन् भनेर तपाईँले क्यामेरा खिच्दा यहाँ क्यामेरा पनि यहाँ इलेक्ट्रिसिटी यहाँ खर्च भएको छ, इन्टरनेट खर्च भएको छ। खर्च बिनाको काम कहाँ हुन्छ? जहाँ पनि खर्चै लाग्छ नि। वेदिका केसीले भन्नुमा चाहिँ माथिका माता झाँक्री भनेको त ठग हुने होइन, पैसा खाने। केही मात्रामा ठग पनि होला, केही मात्रामा त्यही माता झाँक्री नभइकन पनि हिजो वेदिका केसी जन्मेदेखि अहिलेसम्म काहीँ न काहीँ झारफुक गर्न लगेला नि। तल्ला घरको के भन्छ बाजेले जान्दछन् भने तल्ला घरका बाजेकामा पनि नगई भएको छैन, माथिल्ला घरका डक्टरकामा पनि नगई भएको छैन। दुइटै कुरालाई, आध्यात्मिक कुरालाई र धार्मिक कुरालाई दुइटैलाई हामी समागम गरेर हामी हाम्रो जीवनयापन गर्ने यो भौतिक शरीर हो, पञ्चतत्त्वको शरीर हो। हामीलाई अदृश्य शक्ति नेगेटिभ एनर्जी अधिकांश माताहरू त डिप्रेसनमा बिरामीन भनिदिनु भयो वेदिका केसीले। त्यही माता नभइकन पनि के भन्छ कसैको उपचार लागेको छैन। यही पिता शिवराज दाल सिद्ध गुरु नभइकन कोही बिरामिनीको भएको छैनन्। डक्टर काम तपाईँले बिरामिनीको बनाउँछ पत्याउँछन् आजभोलि? खोइ हाल्छ त्यो। मैले चाहिँ अब वेदिका कुनै बिरामी भएर मर्न लागेर आयो भने वेदिका केसीलाई पनि जानु, उसलाई पनि उपचार गराउनु। राधिका केसीका पनि जानु, प्यार प्यारे सविता माता यो राजनीति माताबाट पनि जानु। रवि जेल पर्दा रवि चोर हो ढाका हो भने रवि भाइले मेरो जोइ भनेर भात लतार जाने त्यति माताकामा राजनीति माताकामा जानु। अब सविता पनि मातै हो। अब तपाईँकी आमा पनि माता, मेरी आमा पनि माता। मैले महिलालाई बदनाम गर्न खोजेको ऊ चाहिँ राजनीति माताकोमा जानु। सबै खालका माता पिताकोमा गएर झाँक्री पिता सबै काहीँबाट भएन। अब मान्छे मर्छ है भनेर पसारो परेको मान्छेलाई मैले के भन्छ धेरै दिनसम्म धेरैजना लामाहरू पढाएर महँगो खर्चिलो दक्षिणा लिएर एउटा पूजामै 5 जना 6 जना लामालाई प्रति व्यक्ति 5,000 6,000को दक्षिणाले 25-30,000 दक्षिणामै फ्याँकिदिउँ। अनि चाहिँ 15-20 हजारको फलफुल चढाइदिउँ एकचोटिको पूजामा। एक दिनमै 40-50 हजारको दरले 7 दिन 9 दिन पूजा गरेर 4-5 लाख खर्च गराइदिउँ। अनि बिरामी उपचार गरौँ। बिरामी निको भएन भने म अर्कोतिरबाट कमाइ गरेर पैसा फर्काइदिन सक्ने एउटा महासिद्ध लामा गुरु म। 4-5 लाख देख्नु भएको छ अहिले? अब लाग्छ गर्दै जाँदै एकैचोटि नदेखे पनि किस्ता किस्तामा पैसा खर्च हुन्छ पूजा गर्दा भनेको। तपाईँको डिमान्ड हाई छ? अब मेरो त हाई छ, म सस्तोमा नगर्ने। के भन्छ अरू मान्छेको नजरमा त्यो विज्ञापन हो तपाईँको यति उति लाग्छ भनेर यसो महँगो लाग्छ। अनि पूजापाठ गर्दा लामाले दक्षिणा लान्छन्, गुरुले दक्षिणा लान्छन्, उनले पनि पारिश्रमिक दिनभरि पढेको पाउनुपर्छ। फलफुल मिठाई भेराइटी देउतालाई सम्मानको लागि किन्नुपर्छ। देउतालाई पूजा खान नपाएर फलफुल महँगो सामान नदिए देउता खान नपाएर मर्ने त्यो भोका देउता चाहिँ होइनन्। तर एउटा रेस्पेक्ट लागि बज्रयान परम्परामा यस्तो छ, म खर्च महँगो लिन्छु, ठिक भएर पनि पैसा फर्काइदिन्छु भने मलाई के पुलिस प्रशासनले एउटा रो पनि हल्लाउन सक्दैन। आफै सौन्दर्य काम हुने हो, कसैले सकेन भने म आऊ भने। माता झाँक्री भनेको पनि कानुनना माथि हुँदैनन्। कानुन छ म केही पनि टेर्दिनँ। मलाई अहिले अन्याय पर्यो भने नि तपाईँहरूसँग मेरो विवाद भयो, झगडा भयो भने अब तपाईँलाई चित्त बुझेर भने फल्ना लामा गुरु शिवराज दाहालको विरुद्धमा तपाईँहरूले पुलिस प्रशासनमा गएर केस दिन सक्नुहुन्छ। तर मैले तपाईँहरूको विरुद्धमा पुलिस प्रशासनमा जान मेरो नैतिकता दिँदैन। म जस्तो महासिद्ध गुरुले के गर्नु छ तपाईँ? अब म देवलोकको अदालतमा जानु पर्यो, देवताको अदालतमा 1.5 लाखको फलफुल महँगो पूजा चढाएर न्याय गरिदियो भनेर अदृश्य शक्तिबाट तपाईँलाई मार्नु पर्ने कि पागल बनाउनु पर्ने कि तपाईँलाई बौला बनाउनु पर्ने कि कर्म गर्नु पर्यो भन्छन्। कर्म गर्नुपर्छ। म दैविक शक्तिको अदृश्य पुलिस प्रशासन प्रयोग गर्छु नि त। म अदृश्य पुलिसहरू पठाउँछु, तपाईँहरू भौतिक रूपी पुलिसहरू पठाउनुहुन्छ। म अदृश्य पुलिस सञ्चालन गरेर काम गर्ने मान्छे हुँ। त्यतिको लागि म सिद्ध पुरुष त। मलाई तपाईँहरूले अन्याय गर्नुभयो भनेर म पुलिस प्रशासनमा जानको लागि म जस्ता महासिद्ध गुरुलाई नैतिकताले दिँदैन, सुहाउँदैन। भ्रमको खेती गराउनु भएको भन्छन् कि? भ्रमको खेती मैले यहाँ के भन्छ यो के भन्छ दानबहादुर कार्की पुलिसको फोटो राखेर मैले भिडियो बनाएको छु। पुलिस प्रशासन महोदयहरू तपाईँहरूसँग मेरो कुनै दुश्मनी होइन। र मामा घर जानु होइन, बाबा घर गएर के बढी कसको चोर रहेछ के बिगारेछ बोल लग्यो भने भात खुवाउँछन् राख्छन् नि। यहाँ पनि बसेर भातै खानु, त्यहाँ पनि बसेर भातै खानु हो। त्यसको लागि यत्रो कष्ट। अनि यो शरीर भौतिक शरीर भनेको 2 ग्यास भात खान र यसो के भन्छ हिन्डुल गर्नको लागि जीवनयापन गर्नको लागि मान्छेलाई पैसा चाहियो। नभए के भन्दा पैसा बनाउनु, पैसा पेन्ट गरिदिउँ न त। तपाईँ गुरु भन्नुभएको छ आफूलाई होइन, अवतारी गुरु भन्नुहुन्छ।
अनि कानुन मान्दिन भन्नुहुन्छ। अनि अवतारी गुरु पनि भौतिक शरीरमा मानव रूपी शरीरमा आएपछि दाल भात त खानै पर्यो, लुगा फाटो त लाउनै पर्यो, मामा घर जानै पर्यो। मामा घर जानु पर्यो भने जाने नि। अब के भन्छ माओलीको दक्षिणा खाउला त। मैले दानबहादुर कार्कीलाई अनि चाहिँ के भन्छ पुलिसको चाहिँ हाम्रो डिआइजी दानबहादुर कार्की लगायत समस्त नेपाल प्रहरी सङ्गठनलाई म के अनुरोध गर्छु भने तपाईँहरूलाई मैले विरोध गर्न खोजेको होइन, तपाईँहरूलाई मैले मार्छु काट्छु भनेको होइन। अब मेरो तपाईँहरूलाई मैले पुलिस प्रशासनलाई के भन्न चाहन्छु नेपालको भने यदि अरू कसैले शिवराज दाल यो महासिद्ध लामा गुरु शिवराज दालले हामीले अप्ठ्यारो पार भनेर केस गर्न सक्छन्, तर मलाई चाहिँ कोही मान्छेले एउटा थप्पड हानो, कसैले गाली गरो, कसैले मलाई गुडो भाँच्चिउले खुट्टै काट्यो भने पनि म पुलिस प्रशासनमा तपाईँहरूको न्यायालयमा मलाई आउन नैतिकताले दिँदैन, दुःख नमान्नु होला। म पुलिस प्रशासन होइन, म देवलोकको अदालतका अदृश्य शक्तिका के भन्छ दैविक सेनाहरू परिचालन गरेर देवलोकको अदालतमा जान्छु। तपाईँ वरिष्ठ होइन, म आध्यात्मिक अदालतको के भन्छ बडा न्याय निसाब गर्ने मान्छे हुँ भन्न खोजेको। अब यो राधिका र वेदिकाको हिसाब पनि मिलाइदिनु न त। राधिका र वेदिका दुवैजना आयो भने दुवैजनाले यज्ञ गर्नु पर्यो, पूर्वजनीको पापहरू कति कति पैसा खनाउनु पर्यो। पैसा त अब राधिका दासीले जति दान लिएको छ त्यसको 100 10% त गर्नु पर्यो नि। दान लिन जानेपछि दान आफूले उसले राधिका दासीले उठाएर खान जानेपछि आफूले पनि अर्कालाई दान गर्न सक्नु। राधिका दासीले दान उठाएर खाइन्। राधिका दासीले दान लिनु, उसले काम गरेको पाठ गरेको पारिश्रमिक लिन, मलाई त्यसमा रिस चारिस छैन। तर राधिका दासीले जसरी आफ्नो पारिश्रमिक दान दक्षिणा पढेको लिन्छन् त्यसै गरी उनले पनि आफूभन्दा माथिको महासिद्ध अवतारी गुरु शिवराज दाल जस्तोलाई दान गरेर राधिका दासी नेपालका जति पनि के भन्छ चाहिँ यो चिन्नुमा राधिका दासी को थाहा छ? राधिका दासी मात्र विश्वमा चिन्छ राधिका दासी कथावाचिका। अब म अदृश्य रूपले बसेको छु नि त, अब धेरै के भन्छ भाइरल हुनु छैन नि त मलाई। किन मिडियामा आएर बोल्यो त? अनि अब मिडियामा आएर मैले के भन्छ बोलेको त यो आफ्नो अभिव्यक्ति राख्नुपर्ने स्वतन्त्र अधिकार हो, मेरो यस्तो हो भनेर एउटा परिचय दिएको हो मैले। तर उनले पनि पहिला पुराण भन्दै गएपछि परिचय हुँदै गएको हो। तर राधिका दासी नेपालका नरहरिनाथ, यी नेपालका सिद्ध भन्ने यी म कसैलाई नमान्ने हो क्या। म छुट्टै खालको अवतारी लामा हो क्या। कसैलाई नगर्ने त नगर्ने म बुद्ध धर्म भगवान भन्दा नि ठुलो तपाईँ। भगवानको त के भन्छ खुट्टामा ढोग्नुपर्छ, मैले भगवान भन्दा त तलै छु। तर भगवान सरहको मान सम्मान पाउनु पर्ने भगवान तपाईँ भगवान सरहको मान सम्मान गर्नुपर्ने अरू संसारका महासिद्ध मानव रूपी महासिद्ध गुरुहरू हुँ भन्नेहरूले चाहिँ मेरो खुट्टा ढोग्नुपर्ने म के भन्छ ठुलो महासिद्ध मान्नु नमान आफै मान्ने माने पनि मानौँ नमाने म खुल्ला किताब हो मान्नै पर्छ भनेर फलाना भनेर म फोन गरेर धम्की दिन्न, मार्छु काट्छु भनेर कसैलाई च्यालेन्ज गर्दिनँ। माने तिम्रै उन्नति, नमाने तिम्रै के भन्छ आफ्नो ठाउँमा तिमी आफै हिरो छौ, म आफ्नो ठाउँमा आफै हिरो छु भनेर। राधिका दास देख्ने बित्तिकै हजुर भनेर खुट्टा ढोग्दैन तपाईँ? ढोग्दिनँ म, उसले चाहिँ मलाई ढोग्नु पर्ने हो। राधिका दासी तपाईँले? राधिका दासी तिम्रो मङ्गल होस्। चिन्छन् तपाईँले राधिका दासीले? चिन्दिनँ, अब चिन्दैन तपाईँले गराउनुहोस् न। चिन्हनलाई यत्रो मेहनत गरेर मिडियामा बोलिरहनु भएको छ, राधिका दासको प्रशंसा गरेर। यो त अब तपाईँले प्रश्न सोध्नु भयो, आफ्नो जानेको अभिव्यक्ति स्वतन्त्र, मैले यो यस्तो हो भनेर सहीलाई सही गलतलाई गलत भनेको त एउटा सिद्ध पुरुष भएपछि त त्यसलाई त्यो कुरालाई त मैले एउटा खण्डन गरिदिनु पर्ने, सहीलाई सही गलतलाई गलत भन्नुपर्छ, त मेरो दायित्व पुरा गरेको हो। राधिका दासी मैले यहाँ मिडियामा बोलेको भरमा मलाई भेट्न आए पनि ठिकै छ, नआए पनि ठिकै छ, नो प्रब्लम मलाई। तर आयो भने उसलाई लाभ हुन्छ। राधिका दासी के लाभ हुन्छ? तपाईँलाई भेटेर राधिका दासी के मिल्छ? अब उसले जसरी दान गर्छ त्यसको फलोइङ बढ्छ। त्यसका 100 के भन्छ रकम चाहिँ 100 10% दान दक्षिणा गर, पूजा पाठ गर, लामाहरू पढाऊ, 2-4 महिना एक गर, तिमीलाई पूर्वजनीका पापहरू काट, अझै देवी देवताको शक्ति सिद्धिमा के भन्छ आध्यात्मिक उन्नति गर्नको लागि तिमीलाई एउटा गुरुको भूमिका निभाइदिउँला म। एउटा तिमी पनि एउटा नेपाली चेली, म पनि के भन्छ नेपालकै महासिद्ध लामा अवतारी गुरु शिवराज दाल बुद्ध परम्परामा 52 जात जस्तो अलक्षिणी राक्षस वंशमा अवतारी आएर के भन्छ बुद्ध धर्मको के भन्छ अनुयायी गरेर वज्रायन तन्त्रायन गुह्यज्ञानको चाहिँ हिमालमा आजभोलि गुरुको व्यापारमा घाटा छ क्या? व्यापारमा अब यस्तै हो, घाटा